हेलो 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 कतै होइन तपाईहरुलाई भन्दैछु हेलो अनि नमस्ते सबैजनालाई आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु कस्तो चल्दैछ तपाईहरुको जिन्दगी म परदेशीको जिन्दगी त बिहान जुरुक्क उठ्यो फ्रेश भयो अलिकति नास्ता खायो त्यसपछि कामको लागि मेरो यात्रा सुरु हुन्छ र बेलुकासम्मै काम चल्छ त्यसपछि काममै दिन बित्छ राति आयो फेरि राति आएर फेरि फ्रेश भएर खाना खाएर सुतेर फेरि बिहान फेरि सेम रुटिन सुरु हुन्छ अधिकांश परदेशीहरुको जिन्दगी परदेशीहरुको रुटिन त यही नै छ होला है म हाल अस्ट्रेलियाको सिडनीमा बस्छु र अहिले म कामकै लागि घरबाट निस्किसकेको छु बिहान छ अहिले बिहानको 11 बज्न आट्यो म ट्रेनका लागि ट्रेन स्टेसन आइपुगे यो चाहिँ ट्रेन स्टेसन देखिराखेको ट्रेनको लिक र यो चाहिँ स्टेसन भयो हामी अब यहाँबाट ट्रेनको यात्रा गर्छौं 2 मिनेटको लागि मेरो चाहिँ काम नजिकै छ ट्रेन चढ्नका लागि भने यहाँनिर यो कार्ड ट्याप गर्नुपर्ने हुन्छ लुक मेरो एकाउन्टमा $21.45 रहेछ लुक तर भ्यू दामी देखिराखेको छ नाइस यो ट्रेनको लिक भयो यो चाहिँ हाम्रो ट्रेनको यात्रा चलिरहेको छ र म अहिले ट्रेनमा बसिराखेको छु अब एकैछिनमा म झर्ने ठाउँ आउँछ त्यसपछि चढ्नुपर्छ तर लाज लाग्ने यार ट्रेनमा बोल्न तिमीले त गन्तव्य विहीन बनाएर छोडेकी थियौ तर मलाई ट्रेनले भने गन्तव्यमा ल्याएर छोडेर मात्रै गएको छ माया म चाहिँ ट्रेन स्टेसनबाट झरिसकेँ र अब मैले यहाँनिर ट्याप अफ गर्नुपर्ने हुन्छ मेरो $2.94 $2.94 चाहिँ खाइदियो ओहो बिहान बिहान I'm walking towards the work okay म पुग्न लागिसकेँ अब काममा पुगिन्छ काम हानिन्छ दिनभरि म चाहिँ एकछिन यहाँ काउन्टरमा काम हानिरहेको छु होइन अनि मेरो साथीले चाहिँ उता साइडमा पुरा काम गरिरहेको क्या म त यहाँ छु मेरो साथी चाहिँ उता कुनामा काम हानिरहेको लेट्स सी है के गर्दैछ ट्रेन दिनुपर्छ ल के हो तर्सेर अनि चाहिँ राम्रोसँगै भाइ फेरि होला नि फेरि हिसाब किताब खाली के गरे यो खाली साली किन राख्यो यो फुल गर है राम्रोसँग है नत्र फेरि म्यानेजरले नमान्ने फेरि 50 को पे खागा यहाँ एउटा भिडियो बनाउँछ आउनु न पहिला के हो सानको आउनु न कुन हो सानको एउटा भिडियो बनाउँछु तपाईसँग त्यो सान चाहिँ कुन हो यो चाहिँ कहाँको सानको त्यहीँको क्या रुक्ने हेर्नु हिजोसम्म पो म एक्लै थिएँ आजबाट त मसँग मेरो साथी पनि छ सिफ्ट परेको छ लोड काम बनाउने हो मेसरालाई म चाहिँ अहिले सामान लिनका लागि स्टोर रुममा आएको छु र यहाँबाट अब हाम्रो स्टोर रुम यो छ अनि यो स्टोर रुमबाट मैले सामान निकाल्नु पर्ने हुन्छ माथि पसलमा जे चाहिएको छ त्यसपछि यहाँबाट सामान निकालेर माथि लगाएर सिल्फिङ गर्नुपर्ने हुन्छ अब चाहिँ मेरो कति भनेपछि 7 बज्यो 8 9 10 3 घण्टाको सिफ्ट बाँकी छ 3 घण्टामा मैले जति काम सक्छु त्यो काम सकाएर त्यसपछि 10 बजेतिर चाहिँ घर जानु पर्ने हुन्छ अब अहिले राति भइसक्यो र म चाहिँ काम गरिराखेको छु अझै यहाँनिर यो ट्रलीमा चाहिँ सामान लिएर जाँदैछु अनि यहाँबाट सामान लिएर जाँदैछु र पसलमा फेरि अब गएर फिलअप हान्नुपर्ने हुन्छ सामान अहिले लगभग 8 बज्न आँट्यो हाम्रो चाहिँ घन्टा हानेर सक्यो अब चाहिँ घर गइन्छ होइन अनि त्यसपछि पैसा चाहिँ कति थाहा छैन होइन तर आउँछ होइन खासै धेरै छैन आज 11 घण्टाको मात्रै सिफ्ट हो होइन अनि क्यास न्याम गाइस 10 को नोट नभएर उले 20 को नोट हामी चाहिँ काम सकाएर होइन अब आजको डिनरको लागि चाहिँ साथीकोमा जाँदैछौँ प्रिन्सकोमा अनि हाम्रो नि पछाडि लुकुर आइरहनु खाना नपाए जस्तो गरेर होइन अनि यो डोरो त्यो अगाडिको डोरो है अनि कस्तो आइरहेको छ कालो आइरह होला हामी कालो मान्छेलाई फेरि नितेश
हामी कालो मान्छेको कालो आउँदैन कि फेरि कालो आउँछ होइन अब जाने हो अर्काले पकाएको मासु र भात ल्याउँ खाने हो मेरो हे भिगी भिगी बातों में हे भिगी भिगी बातों में मीठी मीठी रातों में हैप्पी बर्थडे मकै बारी दर्याम दर्याम ऐसा लगता मुझे मकै बारी दर्याम दर्याम आजको हाम्रो डिनर इन्भिटेसनको आजको हाम्रो डिनर इन्भिटेसनको सेफ सेफकोट लगाइदिनु हो नितेश सेफकोट भनेर कट्टु तानेर लाउनु लागिरहेको अनि हाम्रो सेफ सरले चाहिँ आज टक्क लाएर आजको लागि डिनर है अनि हान्छ हेर्दै मिठो मिठो छ सर गिफ्ट यो त थोरै आयो त सामान अलिक बढी नै मगाए यो धेरै आयो सर कस्तो छ मिठो छ यो चाहिँ मिठो छ यार होइन यो यसको चोक्टो है सर दामी भयो बटरमा घिउ पनि बनायो केटाले बनाउँछ बटर लिएर आएको त्यहाँबाट प्लिज स्मेल माइट ला दामी छ क्या यतिको मेहनती सेफ भयो भने चाहिँ बुढी पाल्छ क्या सर कोल खोल्नु त सिङ्गल चाहिँ भन्ने भनेको तपाईँले भन्दैन भाइले त दामी भएको छ यार सर मिस्टर प्रिन्स नेपालले हाम्रो किचन ह्यान्ड चाहिँ उहाँ भन्नुहुन्छ यो भाडालाई थालिन्छ हाम्रो किचन ह्यान्ड प्रिन्स ओए प्रिन्स किचन ह्यान्ड हायर तपाईँ किचन ह्यान्ड हायर गर्नु न हौ सेफले Yes, I just this much, not this much. ओके दिस वान एज वेल न दावा दिस वान राइट सेफले बनाएको हेर हामीलाई आज स्टार्ट इट इमिडिएटली ओके स्टार्ट इट इमिडिएटली म्यान इट्स अल अप कम अन